ल हामी त पिकनिक जाँदैछौँ। साथीहरू कता गए? हामी सधैँ जस्तो यो वर्ष पनि तिहारमा पिकनिक जाँदैछौँ। हामीले यहाँबाट सबै सरसामान बोकेर 11 जना तल खोला जानेछौँ। त्यस पछाडि त्यहाँनिर त्यसलाई पकाएर खाएर अनि माथि गएर पौडी खेलेर फर्किनेछौँ। छिटो 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 आउनु पर्यो अङ्कल। गिलास हाल ल ल हिँड्नु हिँड्नु हिँड्नु। हिँड्नु हाल्नु म सबको खिच्ने हो नि त। ल हामी त जाँदैछौँ खोला। तर एउटा कुरा चाहिँ बाबुको के याद आउँछ भने यस्तै अलिक सानो सानोले छपाउँदाखेरि हिँडेको आएको हाम्रा बाउले चाहिँ काठ हुन्छ नि को चारतिने बटन चारवटा जति बोकेका थिएन हाम्रा बाले। अब गोताबारी के अरे सलेरीबारी बाहरू यस्तो यस्तो 2-4 जना चाहिँ खालि हिँड्दै गए। अनि मेरा बा अब एकछिन लागि हिँड्दै हिँड्दै जाँदा अब भारी बोकेर खाली त गइहाल्छ। हाम्रो पनि बा हामी पनि बाहरूसँगै जान पाए हुन्थ्यो जस्तो कल्पना हुन्थ्यो। अनि सोचेँ क्या पछि चाहिँ अलिक बुझ्ने मान्छे उनीहरू खालि मेरा बा 4-3 बटन चाडा बोकेका कसरी सक्छ। अनि घरमा साल पुगेपछि ल हिँडे बजार आएर बस्नुहुन्छ कति भयो भयो खाना चढाउ न। बालमा लाग्छ भाइ त जहाँ पखाल तेरो रगत पखाल अनि उता डढी सागको तातो पानी पता जस्तो हुँदो रहेछ। तातो पानी पता जस्तो हुँदो रहेछ। डाँडो 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 कुखुरो डाँडो। ल एउटा हाल्ने ओ यो हाल्ने चाहियो नि त एउटा। त्यो डेक्ची सुझे डेक्ची खाना त डेक्ची खाना न। टपर पनि हुन्छ। हुन्छ हुन्छ त्यो त टपरमा खित्रिङ मित्रिङ हाल्छ एमएलए। एमे के भन्छौ तिमी यो कति किलोको भाले अरे? 4 केजी हुन्छ 4 किलो पोखिन्छ है त। चयको रुख भेट्दा सबै यहाँ कहाँ हाल्यो?
हामीले मारेको माछा यति थियो त्यति बेला, यति मात्रै मार्न सफल भयौँ। मैले 25-30 वटा जति ल्याएको थिएँ त। नुन अलिकति पनि छैन, थोकै पनि। यो चाहिँ हाम्रो नुन कम लगेर झोलबाट हालेर अचारलाई नुन लाउने विधि। भाइ मेरो पनि आउँछ है। यहाँ अलिकति भात देखियोस्। यहाँ देखा। अङ्गरको रस पिए ढुङ्गाबाट। होइन मलाई रसै खाइन एकछिन न। मलाई हाल्दिनु एउटा मिठै यसमा हाल्दिनु। ए रस नबग्ने यता रहन त, थाल बोकेर रहन त। हेलो घोर्लानी छ, घोर्लानी ल्याउँ त। खोर्सानीसँग मिठो ल्याउँछ हौ। म खोर्सानी लिएर आउँछु। लु अब रस हाल्दै नखाने भएन चाटीचोटी रहन त भाइ हो। अहिले त्यही त भनिरहनु भएको छ।
यो हाम्रो नवराज नेउपाने खत्री चिप्लेर लडो धानबारीमा को लडो फेरि हिले बजार यो चाहिँ हाम्रो पौडी कम्पिटिसन फणीन्द्र खत्री लास्ट